हस्पिटल आएको थियो। गर्मी एकदम बढ्दो छ हैन। अनि खाडी मुलुक देशमा यो माटो भन्ने त चिज पाउँदैन। हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल है। फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज पनि फेरि अर्को भिडियो लिएर आइसकेको छु हैन। अहिले चाहिँ म यहाँ बाहिर बसिरहेको छु। यस्तो यहाँ पार्क जस्तो बनाएको छ क्या। कति रुममा बस्नु भनेर त्यो एसीको हावा खाँदा दिक्क भएर बिहान नास्ता गरेर अनि बाहिर यसो बसिरहेको। काम पनि छैन, छुट्टी राति ड्युटी हुन्छ कि हुँदैन त्यो थाहा छैन हैन। त्यहाँनिर हावा खाँदै बसेको बिहानको चिसो हावा। त्यही भएर मैले यहाँ बसिरहेको चाहिँ मैले तपाईँलाई एउटा कुरा देखाउन मन लाग्यो क्या। अन्त यो खाडी मुलुक देशमा यो माटो भन्ने त चिज पाउँदैन हैन। त्यसमा चाहिँ यो छ नि, यो यस्तो बोट बिरुवाहरू रोपेको, यो फुलहरू रोपेको सबै छ नि। मान्छेहरूले गर्नु पर्यो भने चाहिँ के चाहिँ गर्न सम्भव छैन क्या। मान्छेलाई एउटा मन हो क्या, एउटा सिस्टम भनौँ न। ल यहाँ तपाईँलाई म एउटा चिज देखाउँछ है। यहाँ यत्रो यो छ, यो बलुवा छ, पुरै बलुवा हैन। बलुवा छ यहाँ पुरै, यो बलुवा, माटो त एउटै छैन, बलुवा र ढुङ्गा मात्रै हो। तर यहाँ यो फुल चाहिँ कसरी रोपिएको छ भन्ने तपाईँलाई देखाउँदैछु क्या। यहाँ हेर्नु सक्छ, यहाँ एउटा गोलो खाल्डो बनाएको छ हैन। गोलो खाल्डो बनाएको छ अनि रोपेर छोडिदिएको छ। अब यसलाई पानीहरू त दिनु पर्यो, पानी मलजल त दिनु पर्यो हैन। त्यसको सिस्टम चाहिँ मलाई राम्रो लाग्यो क्या। यहाँ यो एउटा कालो देख्नुहुन्छ नि, यो कालो पाइप, यसबाट चाहिँ यहाँ पानी सप्लाई दिँदो रहेछ। बिहान एक टाइम आउँदो रहेछ पानी, दिउँसो अनि बेलुका तीन टाइम पानी आउँदो रहेछ क्या। यहाँ देख्न सक्नुहुन्छ सबै छ क्या, सबै एक बोटमा यो पाइप राखेको छ क्या। यो सिस्टम चाहिँ मलाई राम्रो लाग्यो क्या। मान्छेले पानी हालिरहनु नपर्ने हैन। सबै यहाँ हरेक लाइनै रोपेको छ यो फुलहरू। यहाँ चाहिँ सबैमा पानी सप्लाई छ यो पाइपमा। मान्छेले गर्न चाह्यो भने के चाहिँ हुँदैन क्या। यस्तो मरुभूमि ठाउँमा यत्रो फुलहरू रोपेको छ, बगैँचा बनाएको छ। यहाँ यो सबै यो नरिवलको बोट हो। सिस्टम हेर्नु न, क्या दामी छ क्या। लाइनै रोपेको छ, लाइनै पछि पाइप राखिदिएको छ। पानी टाइममा आउँछ, पानी टाइममा जान्छ। मान्छेले हेर्नै नपर्ने क्या। त्यो हप्ता 10-15 दिनमा यसो गोडमेल गर्न आउने हैन। यो सिस्टम, विदेशको सिस्टम चाहिँ राम्रो लाग्यो क्या मलाई। नत्र यो मरुभूमि देशमा यो यस्तो फुलहरू, यो बगैँचाहरू बाँच्ने त सम्भवै छैन नि हैन। यो सिस्टम चाहिँ हामीले गाउँघरमा हैन, सहरमा सबैले यो गर्न पाए चाहिँ कति राम्रो हुन्छ होला क्या। जस्तै पार्कहरू बनाउँदा, गार्डनहरू बनाउँदाखेरि यस्तो सिस्टम राख्नु भने त मान्छेको अभाव पनि हुने क्या। त्यो मान्छेले हेरिरहनु पर्ने, गोडमेल गरिरहनु पर्ने, 24 घन्टा बसिरहनु पर्ने, त्यस्तो पर्दैन थियो नि त हैन। छोडेर बाहिर विदेशमा काम गर्न आइन्छ नि है। त्यो काम गरेर मात्र त्यो काम त गदाले पनि गर्छ। मान्छे भएपछि यसो एउटा केही नयाँ कुराहरू सिकेर बुझेर जाँदा चाहिँ कति राम्रो होला क्या। जस्तै नयाँ टेक्नोलोजीको कुरा हुन्छ, केही अब नेपालमा नगरिएको चिजहरू हुन्छ बाहिर हैन। त्यो चाहिँ सबैले नेपालदेखि बाहिर जो आउनुभएको छ त्यो सबैले यस्तो विचार गरेर चाहिँ उता नेपालमा आफ्नो घर गाउँ स्टलमा हैन त्यो चिज चाहिँ गर्दाखेरि कति राम्रो होला क्या। अहिले चाहिँ दिउँसो बिहानको 11 जस्तो भएको छ हैन। अनि चाहिँ यहाँ एउटा साथीलाई लिएर चाहिँ यहाँ हस्पिटल आएको थियो। त्यो मौसम चेन्ज हुँदैछ नि त, जाडो सकेर गर्मी लाग्दैछ। अनि त्यो हल्का रुगा मर्की लाग्छ, चिसो लाग्छ क्या, ज्वरो आउला जस्तो हुन्छ। त्यो चाहिँ त्यस्तो खासै ठुलो बिमार त हैन, त्यो चिसो लाग्छ। त्यो दबाई लिन आएको छ।
प्रायः यस्तो भइरहन्छ क्या मौसम चेन्ज हुँदा मलाई पनि त्यस्तो भइरहन्छ म चाहिँ खासै त्यो सानोतिनो बिमारी हुँदा चाहिँ दबाई खानै मन लाग्दैन क्या कि त अब अलिक सिकिस्तै हुनु पऱ्यो अनि मात्र त्यो दबाई लिन मन लाग्छ प्रायः म दबाई लिन पनि मन लाग्दैन क्या अनि फेरि यहाँ यो बाहिर देशमा चाहिँ त्यो खालि त्यो एन्टिबायोटिक मात्रै दिन्छ क्या एन्टिबायोटिक दबाई दिन्छ जस्तो अलिकति रुगामाटी लागे पनि अनि ज्वरो आयो भने त्यो एन्टिबायोटिक चलाउँछ त्यो एन्टिबायोटिक मलाई फेरि राम्रो लाग्दैन क्या त्यही भएर म खासै दबाई खानु मन लाग्दैन अनि साथीलाई चाहिँ त्यहाँ लिएर साथी हिँड्दैन भनेर अनि अब त्यही हो स्पेसली बाहिर काम गर्नेहरूले चाहिँ अहिले चाहिँ गर्मीको मौसममा के चाहिँ ध्यान गरिदिनु पऱ्यो गर्मी एकदम बढ्दो छ होइन अहिले सुरु भइरहेको छ भर्खर जति सक्दो पानी चाहिँ खानुपर्छ क्या पानी खानु होइन अब बाहिरबाट अब त्यो गल्फ कन्ट्रीमा बसेर मान्छेहरूलाई थाहा छँदैछ गर्मी कतिको हुन्छ भनेर होइन त्यही हो पहिला आफ्नो बिहानको लागि टाइम दिउँ अनि कामलाई टाइम दिउँ होइन त्यही हो खानासाना खाइयो अनि अब बेलुका ड्युटी हुनसक्छ ड्युटी जानुपर्ने हुन्छ गएर सुत्नुपर्छ है 2-4 घन्टा भए पनि सुत्छ ड्युटी जानुपर्ने हुन्छ ल भिडियो पनि कस्तो भयो के भयो हेरेर कमेन्ट गरिदिनु होला च्यानल नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला